हेलो एभ्रिवान, स्वागत छ मेरो ब्लगमा। म चाहिँ आज कहाँ छु भन्ने कुरो मलाई पनि थाहा छैन। अगाडि हेऱ्यो बम्मै छ, पछाडि हेऱ्यो बम्मै छ, कहाँ हो सम्मै छ भने जस्तो भइरहेछ। यहाँ कथाले के माग्यो भन्ने कुरो थाहै छैन। के हो यहाँ त प्लेन बस्ला जस्तो छ त हौ। समुद्र हो कि सगरमाथा भन्ने कुरो थाहा छैन हो। छुट्टीको समय मिलाएर यसो घुम्दिउँ भनेर बाहिरतिर निस्केको। समुद्रतिर आएको चाहिँ समुद्र सुकिसकेछ किसिम। बालुवा मात्रै छ त। पहिले कति टाढा टाढासम्म थियो यो समुद्र चाहिँ। अहिले चाहिँ 4 कोस टाढा गइसकेको अवस्था पानी। शीत परेको छु म त, शीत परेको छु। केडाहरूको रमाइलो त्यस्तो छ फेरि यस्तो मरुभूमितिर पनि। भागकडा भाग 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 अझ 5 के गर्छन् भन्ने कुरो मलाई पनि थाहा छैन। जे भए पनि रमाइलो छ। कथाले रमाइलो माग्यो। वाह वाह वाह, फाइनली म चाहिँ समुद्रको नजिक आइसकेँ। देख्दैन त फेरि यार, समुद्र हो कि माटो हो तल फेरि। चिलिम फर्केको छ त हौ। खासमा यो समुद्र हो कि खोला भन्ने कुरो मैले छुट्याउनै सकेँ होइन। के हो यार यस्तो यार। माछा भेटिन्छन् भेटिन्नन्, खोज्नु पर्ला जस्तो हौ। कथाले माग्ला जस्तो छ। पौडी खेल्न आएको मान्छेहरू फेरि उतै झाकिरहेछ नाचो। किसिम गर्छन् हौ, किसिम गर्छन् यिनीहरूले फेरि। चार्दै लग्छ सिवाङ खोला। त्यो गाडी मेरै हो फेरि, मेरै हो। अब एकछिन पछि लग्नुपर्छ गडालो उठाएर। कुरो भइरहेछ भइरहेछ। फाइनली आजको घुमघामपछि घुम फर्किने अवस्था आइसकेको छ। समुद्र त यति रमाइलो, यति रमाइलो। माछाले धन्नै माछा खाइदियो भनेर भेट्ने बाचा गर्दै भन्नु चाहिँ नमिल्ने यो लामो छ। हेर्नु परेन कथाले मागेपछि। पछाडिको ब्याकग्राउन्ड जङ्गलको छेउ सानसानो फेरि। The next station is Jeddah. Passengers are reminded not to leave their belongings unattended.